सन्डे आज आयो, सन्डे होइन भाइ, सन्डे होइन, मन्डेदेखि, मन्डेदेखि। सो मन्डेदेखि मन्डे, ट्युसडे, वेन्सडे, मन्डे, मन्डे, ट्युसडे, वेन्सडे। यहाँ हेर्न म तिमीहरूलाई कस्तो दामी बनाएको छ। ल, सो अस्ति आउँदासम्म हाम्रो के भइरहेको थियो हेर नि गाइज, हामी अस्ति आउँदासम्म हाम्रो ऱ्यान्डम भइरहेको थियो, ऱ्यान्डम भयो त हन्डी नलेखै राडे, ऱ्यान्डम भइरहेको थियो हो। अनि अब अब हाम्रो सन्डे हट्यो। सन्डे एउटा रिजनको कारणले हट्यो। यहाँ रिजन आउँदैछ आउँदैछ आउँदैछ। दाइको धेर किन नाटक हो यस्तो, यो रन्डी हुन्छ एकछिन न। नाटकमा पनि यहाँ छ क्या, नाटकको एन्डमा रमाइलो छ, पर्खिन। चिया ल्याउँछु यार भाइ, चिया ल्याउँछु, मुख सुकिरहेछ। अनि चिया ल्याएर एक्सप्लेन गरौँ है, चिया ल्याएर एक्सप्लेन गरौँ। म चिया ल्याइहालेँ गाइस, चिया ल्याइहालेँ, चिया ल्याइहालेँ। एकछिन न, यस्तो रमाइलो छ, एकछिन न, एकछिन न। यहाँ न, तिमीहरू छक्क पर्छेस्, तिमीहरू छक्क पर्छेस् दाइको प्लानिङ देखेर। पर्खि ल, म चिया लिएर आइहालेँ गाइस, चिया लिएर आइहालेँ म। को खान्छ स्निकर? कोही छ, कोही छ, कोही छ स्निकर खाने? कोही छ चक्लेट खाने? कोही छ, कोही छ चक्लेट खाने? कोही छ चक्लेट खाने? मलाई धेर भयो चक्लेट खाने। कोही छ यहाँ? छ भने यहाँ स्निकर छ है, मैले यहाँ राखिदिएको छु ल साइडमा, यो यहाँ राखिदिएको छु ल, कसले खाँदा हुन्छ ल। चिया हो, चिया 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 है, चिया खान आओ। गुट्टी है, गुट्टी 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 गुटी गुटी क्वाटी क्वाटी चिया हो। 3-4 मिनट, ओके 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 ओके। हामी फेरि ब्याक आयो, हामी फेरि ब्याक आयो। एकछिन चस्मा पनि खुल्दैछ गाइस, चस्मा पनि खुल्दैछ। को ढल्ला हो एकछिन, उत्यो गरेर बस है, चस्मा खुल्दैछ। फेरि माइकल ज्याक्सनको जस्तो होला नि त्यहाँ फेरि चिक्ने। एकैछिन
हाम्रो सेगमेन्ट क्या कस्तो थियो भनेर मैले हेर्नु खोजेको क्या, मैले अस्ति प्लान गरेको थिएँ क्या। ओके सो लेखिराख एल के अरे कहाँको हो। अब यसमा चाहिँ मलाई पनि तिमीहरूको पनि हेर्नु ल, तिमीहरूमा पनि कतिको क्रिएटिभिटी रहेछ हेरौँ है त अब तिमीहरूमा पनि ल। यसमा चाहिँ मलाई तिमीहरूको हेर्नु पर्यो क्रिएटिभिटी। ओके सो हाम्रो भयो मन्डे होइन। हेर भाइ मन्डे हामी के गर्छौँ, मन्डे स्ट्रिक्टली मन्डे। ठिक छ यस लेख्दै जाऊ है, यस लेख्दै जाऊ। मन्डे हो, मन्डे स्ट्रिक्टली सङ रिएक्सन। गानाहरूको बाहेक त्यो दिन गाना बाहेक जेसुकै होस्, लोकदोरी साँझ जेसुकै होस्, त्यो दिन गाना बाहेक केही कुरा हुँदैन भाइ त्यो दिन हो। ट्युजडे के छ हाम्रो? ट्युजडे होइन भाइ, यहाँ गल्ती भयो भाइ, गल्ती भयो। हो यो चाहिँ हो गेम विथ फ्रेन्ड्स मन्डे, गेम विथ फ्रेन्ड मन्डे गेम विथ फ्रेन्ड। अनि फलोवर तलको फलोवर मेम्बरहरूसँग कनेक्ट हुने दिन यो चाहिँ गेमको थ्रुमा मन्डे हो। बाहिरको सुरागीहरू पुरा च्याटमा आएको छ क्या हो। मन्डे ASEP69 TTV sent a super chat. CA $2.79. Class teacher gadget kara a apeki. के हो क्लास टिचर गाँजा खाएर आयो भन्छ त हो। नखा भन् भाइ तेरो क्लास टिचरलाई। गेम नाइट ठिक छ, गेम नाइट हामी गेम नाइट गर्छौँ। हामी साथीभाइ तलबाट मान्छेहरू मेम्बर फलोवर को छ तिमीहरू हो डिस्कर्डमा आएर अब त्यो ऱ्यान्डम हुन्छ दाइ। मलाई अब सबैलाई सकिँदैन भाइ, को छ तानेर त्यो चाहिँ हाम्रो कनेक्ट हुने बेला हो। त्यो चाहिँ हामी कनेक्ट हुने सही छ नि होइन गाई? सही छ गेम नाइट विथ फ्रेन्ड्स, मलाई चाहिँ सही लाग्यो हो। सेकेन्डमा आयो हाम्रो अहिलेको सङ रिएक्सन। यो चाहिँ स्ट्रिक्टली सङ रिएक्सन मात्रै हुन्छ भाइ। अब यो दिन आएर तैँले दाइ यो गाना कसको झरो मतलब छैन भाइ। गाना झरो जेसुकै होस् भाइ या नझरो मतलब भएन भाइ। सङ रिएक्सन स्ट्रिक्टली सङ रिएक्सन। दाइ यो गेम खेल्नु यस्तो गर्नु उस्तो छैन भाइ। त्यो दिन गानै मात्रै हुन्छ भाइ, गानै मात्रै। फेरि यो चाहिँ रेगुलर डेजको कुरा गरेको हो नि। हामी नयाँ केही सिटहरू गर्दैछौँ भने हामी नयाँ गरिरहन्छौँ, तर हाम्रो रेगुलर डेज हामीले जब केही चाहिँ गरेको छैनौँ जति बेला त्यति बेला गर्ने काम चाहिँ यो हो। र यो यता आइज सङ हो। अरू कन्टेन्टहरू के भएको बेला हामी गर्नेहरू गरिरहने, तर रेगुलर डेज हाम्रो आज यत्तिकै आयो। म लाइभ आज केही छैन। आज के भएर आज के हो? आज सन्डे। अब यो मानौँ आज मन्डे ओके। आज गेम नाइट विथ हाम्रो फ्रेन्ड्स हो। को छ केटाहरू? ल आइज भन्नु, डिस्कर्डमा आयो खेलो। वेन्सडेमा यो चाहिँ फन विथ च्याट। यो भनेको चाहिँ के हो? यसमा जे हुनसक्छ। यो भनेको तिमीहरूमा मात्रै बग्ने दिन हो, तिमीहरूको कुरामा मात्रै बग्ने दिन हो। तिमीहरू जे भन्छौ के गर्ने कसो गर्ने
कनेक्ट हुने, दाइलाई क्वेसनहरू सोध्ने या दाइले तिमीहरूलाई सोध्ने, क्विज कम्पिटिसन, वुड यु रादर डु दिस अर डु द्याट टाइपको क्वेसनहरू, मिम्स भयो, भिडियोज भयो, हुन्छ नि। यो दिन चाहिँ ऱ्यान्डम, यो दिन चाहिँ जे हुनसक्छ। यो दिन चाहिँ खालि च्याटसँग मात्रै कनेक्ट। यता गएर यो दाइ यो गीत रियाक्ट, यो गीत त्यस्तो हुँदैन भाइ। यहाँ हामी ऱ्यान्डम, बुझिनुहोस्, ऱ्यान्डम। यो तिनवटासँग रिलेटै भएन, यो दुईवटासँग रिलेटै हुँदैन यो। अनि आयो एकछिन थर्सडे ग्याप राखेँ। अनि आयो फ्राइडे हाम्रो ओएमई टिभी सो। तिमीहरूलाई थाहा नै छ ओएमई टिभी, यसमा मैले धेरै भन्नु परेन, जे पनि हुनसक्छ यसमा, जे पनि हुनसक्छ। तिमीहरूलाई थाहा छ ट्यालेन्ट सो भयो, डेरिङ भयो, जे पनि हुनसक्छ। तर त्यो दिन चाहिँ ओएमई टिभी। अब थर्सडेमा चाहिँ के, थर्सडेको लागि चाहिँ के, लु भन त, थर्सडेको लागि चाहिँ के, थर्सडेको लागि चाहिँ के, थर्सडेको लागि चाहिँ के, यसमा चाहिँ मलाई अब तिमीहरू चाहियो। थर्सडेको लागि चाहिँ के ठिक होला? अब एउटा सेगमेन्ट के ठिक होला? किनकि हामीले गेम नाइट विथ फ्रेन्ड्स, फलोवर्स, मेम्बर्स पनि भयो एउटा हो, गेम नाइट हो। त्यो दिन चाहिँ मल्टिप्लेयर गेमहरू खेल्ने या सबै हो त्यस्तो टाइपको भयो। सेकेन्ड भयो ट्युसडे भयो सङ रियाक्सन, गाना मात्रै रियाक्सन गर्ने, अरू केही नगर्ने हो। अनि वेन्सडे भयो फन विथ च्याट, त्यस्तै ऱ्यान्डम च्याटसँग कुरा गर्ने, बस्ने ओर्ने, जुन यो अहिले म गरिरहेछु यो चाहिँ त्यो अरू बेला नगर्ने भाइ। अरू बेला आउने, कामसँग काम मतलब हुन्छ भाइ। अनि फ्राइडे सबैको छुट्टी, स्याटरडे भनेपछि सजिलो हुन्छ राति होइन। ओएमई टिभी सो मलाई चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अनि तर थर्सडे चाहिँ के हो त? अब थर्सडे के हुँदा ठिक होला? लु भन त कमेन्टमा, भन त थर्सडे के ठिक होला? माइनक्राफ्ट लेख्यो, माइनक्राफ्ट खेल्न आउँदैन क्या भाइ, कहिले खेलेको पनि छैन माइनक्राफ्ट, अलिकति हेर्नुपर्छ। माइनक्राफ्ट होइन भाइ, गेममा अलरेडी गयो क्या, गेम नाइट विथ फ्रेन्ड्समा गयो क्या माइनक्राफ्ट। बुझिनुहोस् मैले भनेको। आउटडोर बोइजको पनि, आउटडोर बोइजले भाइ निकालिदिन्छ भाइ, युट्युबबाट भिडियो निकालिदिन्छ। ऊ लस्ट बोइजहरूले रियाक्ट गर्दै थियो, लस्ट बोइजहरूको निकालिदियो भाइ। आउटडोर बोइज पनि गएन भाइ। मिम रियाक्सन भन्यो त, पर्यो त, फन विथ च्याट, मिम्स, भिडियोज रियाक्सनमा पर्यो क्या त्यो। एउटा चाहिँ कभर भएको छैन क्या, एउटा चाहिँ कभर भएको छैन। भाइ के भन्छ तिमीहरू? कुकिङ पनि यस्तो हो नि त भाइ, फेरि उहाँ जानुपर्छ अनि म यो रुममा हुँदिनँ, अनि त्यो रुमदेखि बाहिरको सेटअपहरू अलिक मैले मिलाएको छैन। तर कुरा चाहिँ राम्रो हो, मैले पनि सोचेको हो भाइ कुकिङ। अब ऱ्याप ब्याटल भनेको यस्तो हो नि त भाइ, ऱ्याप ब्याटल भनेको त त्यो ओएमई ट्यालेन्ट सोमै पर्यो नि त, त्यो पनि एक टाइपको त्यो त एउटा कन्टेन्ट हो नि त। त्यो त भोलि गर्ने भन्दा भोलि नै गर्ने नि, यो स्केड्युलको मतलब छैन क्या। यो चिक्ने यो स्केड्युल जोतको हो क्या भाइ। यो चाहिँ तर किन हो भन्दा हामीलाई केही गर्ने नहुँदा चाहिँ भोलि हाम्रो केही छ प्लानिङ, केही छैन, भोलि हाम्रो के छ, भोलि रेगुलर गइदियो, रेगुलर गइदियो, ल भोलि मन्डे ल गेम नाइट ल हो। बुझिस् नि मकब्याङ पनि अब भाइ बिहानै त होइन होला, बिहानै म सक्दिनँ। आइआरएल स्ट्रिमिङ हेर भाइ, मैले अस्ति नै पहिले आउँदा भनेको छु, त मेरो के हो थाहा छैन, तर यहाँ 100 डेस्कटप स्ट्रिमिङ नसके म आइआरएल जाँदिनँ भनेर मैले पहिले भनिसकेको भाइ, 100 स्ट्रिमिङ हामी यहाँ गर्ने यो कोठामा भनेर हाम्रो पहिले प्लान हो भाइ। यो प्लानलाई त यत्तिकै आएर बिचमा तोड्ने काम नगर। अनि 100 पछाडि दाइको सुरु हुन्छ भाइ, बल्ल के हुन्छ। 100 पछाडि बा झुन्डेर मर्दिन्छु कि थाहा छैन भाइ, 100 पछाडि बा म आउँदिनँ कि, 100 सम्मै मेरो गोल हो कि। अब त्यस पछाडि म जिन्दगी लाइभ स्ट्रिमिङ गर्दिनँ कि, मलाई थाहा छैन भाइ, तर 100 सम्मको कुरो हो। त्यही भएर अहिलेलाई यो आइआरएल हटा भाइ, मलाई गर्नु पनि छैन भाइ, नट इन्ट्रेस्टेड। त्यो आइआरएलहरू भाइ त्यो इट्स फकिङ आउटडेटेड, त्यो गइसक्यो भाइ। पिपल आर कमिङ ब्याक टु डेस्कटप।